आज चाहिँ पढ्दा गरेर मलाई एकदमै तिर्खा लाग्यो। त्यही भएको कारणले मैले एक गिलास पानी खाएँ। एक गिलास पानी खाने बित्तिकै फेरि मैले पढ्न बसेँ। पढ्न बस्दाखेरि मलाई याद आएको थियो कि साथीले आज टिकटक पढाउनुपर्छ, मैले गर्नुपर्छ भनेको थियो। त्यही भएर म ढिलो नगरिकन मैले खाजा खाएँ। खाजा खाइसकेपछि मैले ब्रसहरू गरेँ र मैले हात खुट्टाहरू पनि धुएँ। त्यसपछि मैले लुगा लाउन रेडी भएँ र लुगा लगाइसकेपछि मैले ब्याग बोकेर रुमदेखि म बाहिर निस्केँ र हिँड्दा कति बेला सेन्टर पुगेँ थाहा भएन। सेन्टर आइपुगेपछि कोही देखिनँ मैले। केही बेरपछि मेरो साथी आयो। त्यसपछि हामीले टिकटक बनायौँ, रमाइलो गऱ्यौँ, नाच्यौँ, उफ्रियौँ एकछिन। त्यसपछि केही समयपछि अरू साथीहरू पनि आइपुगे। अरू साथीहरू पनि आइपुगिसकेपछि हामीले ट्रेनिङ गर्दा लाउने ड्रेसहरू लायौँ, जुत्ताहरू लायौँ। त्यसपछि रेडी भएर हामीले वार्मअपहरू गऱ्यौँ, एकछिन हात खुट्टाहरू ततायौँ, यसो उफ्रियौँ। त्यसपछि हामी रनिङको लागि रेडी भयौँ र रनिङ गर्नलाई केही घन्टा हामीले रनिङ गरिसकेपछि, केही किलोमिटर हामीले रनिङ गरिसकेपछि हामीले एकदम थकित भएको महसुस गऱ्यौँ र एकछिन बसेर हामीले फोटोहरू खिच्यौँ, ग्रुप फोटोहरू खिच्यौँ। त्यसपछि सेन्टरमा आयौँ। त्यसपछि हाम्रो छुट्टी भयो र आजको दिन चाहिँ मेरो यसरी नै बित्यो साथीहरू। फेरि अर्को भिडियोमा, मेरो मिनी भ्लगमा अर्को भिडियोमा भेट्नुपर्छ है। बाई।